ल गाइस, आज चाहिँ बिल्कुलै नयाँ ठाउँमा त्यो चाहिँ घराइदुई रामपुर त्योदेखि वाल्नकोटे चाहिँ एउटा भ्यू टावर रहेछ होइन। त्यो भ्यू टावर कस्तो छ सर हेरौँ है। म पनि यहाँ चाहिँ नयाँ नै हो। ए गेटहरू बन्दैछ के रहेछ है। एकान्तमा यस्तो राम्रो ठाउँमा बनाएर रहेछ होइन। ट्याक्क सिडीहरू पनि छ। त्यही हो भ्यू टावर बन्दै रहेछ। यस्तो राम्रो छ बाटो बस्नलाई रमाइलो चौतारी घुइसम्म पुग्नलाई चाहिँ राम्रो बनाएको रहेछ। त्यो पारिखेरि के भन्छ उ छ दर्शन भोटेर चरिङे ल है ट्याक्क यतापट्टिको छुट्टै रहेछ पारि गाउँ फेरि गाउँ छ। के रहेछ सरस्वती हेरौँ है। त्यो एकान्त छ यार, आज कोही पनि आएर रहेन। शान्त छ, टक्क टक्क बस्नलाई पनि कस्तो राम्रो राम्रो ठाउँहरू बनाइदिएको यी पारि पारिसम्म छ। टक्क घेरेर यता पनि यस्तो छ है टक्क बसेको। यहाँ पिकनिक स्पोट पनि टक्क बनाइदिएको रहेछ होइन। पिकनिक स्पोट खानको लागि एकदमै खाना आउँदो मान्छेहरू टक्कै यस्तो राम्रो छ यस्तो बनाइदियो पिकनिक खानलाई अगाडि जमेर यहाँको भनेर यहाँ जाने बाटो त बनाएको रहेछ। कस्तो एकान्त हो कि के पनि गाउँ पनि नभएको सुनसान छ त पुरा डर लाग्छ। अब माथि टपमा पुगेर चाहिँ वरिपरि खतरा देखिन्छ होला भ्यू त। घाँस भ्यू टावर आइपुग्यो। कस्तो एकान्त हो कि मान्छेहरू थुप्रै आउँदो रहेछ आउनु न चढाइ त अबै यस्तो नजिक रहेछ। फर्स्ट फ्लोर यस्तो रहेछ। ल त सेकेन्ड फ्लोरमा अहिले सिँढीहरू नजिक माने कि यो त भ्यू त
सेकेन्ड फ्लोरबाट त यो हो नि त नजारा भनेको यार। ओ माई गॉड, यस्तो राम्रो भ्यू छ है। टक्क वरिपरि जङ्गल, यस्तो राम्रो बेसी देखिँदैछ पारीको। ओ माई गॉड, पुरै 360 मा यस्तो राम्रो भ्यू देखेन। यस्तो ठाउँ चाहिँ त्यहाँबाट आउनुपर्ने, टक्क बाटो त्यही हो है। त्यहाँबाट आउने बाटो चाहिँ कच्ची छ। पारिदेखि त्यो पारि उकालो देखिन्छ, त्यहाँदेखि सरस्वती घुमेर माथि त्यो देखिन्छ नवचेतना भन्ने बोर्डिङ स्कुल, पानी ट्याङ्की छ त्यो देखिबाट। चेपे ड्याम पनि त्यही नजिकै छ। अनि त्योदेखि चाहिँ हामी यतातिर पूर्वतिर लाग्यो भने फेरि सिमन्तारा भन्ने ठाउँ आउँछ होइन। अनि त्यहाँनिर हनुमानको मूर्ति छ ठुलो। यसरी यस्तो राम्रो भ्यू देख्नुहुन्छ यहाँनिर। पारि गोगली सिमेन्ट फ्याक्ट्री, पारी बनाइ बजार। यस्तो राम्रो भ्यू देखिँदो रहेछ हौ यहाँबाट। यस्तो एकान्त छ फेरि मान्छेहरूको कोही नआउने है। पारि फेरि त्यो देवीकोटको डाँडो हो त्यो फेरि। त्योदेखि तल मौरीघाट, उता भालुवाङ पर्छ। राम्रो छ घुम्नुलाई। यहाँ भ्यूटा यस्तो दामी ठाउँ बनेको रहेछ है। ल यही हो है त, ट्याक्क चाहिँ उता घरैदेखि सर रामपुर बजार आउने। रामपुर त्यो पारिको रामपुर बजार आइसकेपछि अगाडि बढ्ने। अगाडि बढिसकेपछि एउटा बोर्डिङ स्कुल छ। त्यो हल्का अगाडि गयो भने चेपे ड्याम, त्यहाँनिर जङ्गलको त्यो हल्का देखिन्छ, त्यो चेपे ड्याम पर्छ। त्यहाँ नगएर त्यो बोर्डिङदेखि अलि बोर्डिङको गेटनिरबाट सरसरी तलतिर आउने हो भने ठ्याक्क त्यो पारिको त्यो उकालो बाटो भनेको थियो नि, हो त्यही हो यो बाटो। त्यहीँबाट आइन्छ, सानो खोला छ। अनि त्यो खोलाबाट सर यही बाटो हुँदै हो, यही बाटो सबै कति छ होइन। सर आयो भने बाटो ठ्याक्क यहाँ आइपुग्छ। यहाँ हामीले यहाँको चाहिँ एकदम राम्रो भ्यू हेर्न सक्छौँ है। एक्लै भन्दा पनि ग्रुपमा आउँदा चाहिँ बेसी हुँदो रहेछ। यहाँ अलि एकान्त छ, जङ्गलको बिचमा रहेछ। तल चाहिँ अब ठाउँ ठाउँमा यस्तो बस्ने ठाउँ बनाइदिएको कि कति सिमेन्ट पनि एउटा मात्र ठाउँ छैन फेरि, ठाउँ ठाउँमा छ। यहाँ पनि रहेछ पारी ट्याङ्की, सेफ्टी ट्याङ्की बनाउँछ सायद। वासरुमहरू पनि बन्ने तयारीमा छ। यहाँ पनि टक्क यस्तो राम्रो कि ग्रुपमा आउनलाई एकदम बेस्ट ठाउँ छ भन्न